मान्य सदस्य राजेन्द्र कुमार राई, समय 5 मिनट। त्यसपछि मान्य सदस्य वर्षमान पुन। सम्माननीय सभामुख महोदय, 2082 फागुन 21 को निर्वाचन धनकुटाबाट विजय भइसकेपछि पहिलोचोटि रोस्टममा उभिएको छु। सामाजिक न्यायको निम्ति, लोकतन्त्रको निम्ति, गणतन्त्रको निम्ति किसान आन्दोलनमा शहीद हुनुभएका हाङसिमा राई, साइली लगायत देशभरिका ज्ञात अज्ञात शहीदहरूलाई हार्दिक सम्मान गर्दै उहाँहरूलाई सम्झिन चाहन्छु। धनकुटावासी आदरणीय दाजुभाइ दिदीबहिनीले 2074, 2079, 2082 लगातारमा मतदान गरेर मलाई विजय गराउनु भएकोमा उहाँहरूलाई म हार्दिक साथ धन्यवाद दिन चाहन्छु। त्यसको साथसाथै देशभरिबाट निर्वाचित हुनुभएका मान्यज्यूहरू सबैलाई मेरो तर्फबाट बधाई र कार्यकालको सफलताको शुभकामना व्यक्त गर्न चाहन्छु। आज मैले सभामुख महोदय तपाईँलाई देखिरहेको छु, गणेश बराजुलाई देखिरहेको छु, अन्य साथीहरूलाई देखिरहेको छु। तपाईहरुले 90 दिन आन्दोलन गर्नुभयो। हामीले त्यति बेला तपाईहरुलाई निवेदन गर्यौं, हामीले अपिल गरौं, यो बेठिकै यसो गर्नु हुँदैन, हामीले मूल्य मान्यता अन्तर सदन चलाऊ भनेर हामीले त्यही निवेदन गर्यौं। तपाईहरुले त्यस बेला के भन्नुभयो? सदनमा आएर सुत्नुभयो, नारा लाउनु भयो, तर हामीले तपाईहरुलाई केही भन्यौं न। त्यति बेला हामी सत्तामा हुँदाखेरि कोही मान्यज्यूहरूले पनि तपाईहरुलाई त्यसरी जवाफ दिनु भएन। आज म छक्क परेँ। बाउको च्यान खनेर तपाईहरु छोराको शालिग बनाउँदै हुनुहुन्छ। मान्यज्यू, यो गल्ती हुनेछ, यसो गर्नु हुँदैन। म तपाईहरुलाई यही निवेदन गर्न चाहन्छु। आज मलाई याद छ संसद भवन कति राम्रो थियो हामीले चलाइरहेको, सबैजनाले बोल्न पाउने, सबैसँग चिया खान पाउने थियो। आज त्यो संसद भवन कसले जलायो? आज मलाई पहिला पढेको याद छ, त्यो पढ्दाखेरि सरले के गर्नु, सिट प्लानिङ गर्नुहुन्थ्यो। एउटा 9 कक्षाको विद्यार्थी, एउटा 8 कक्षाको विद्यार्थी, अनि त्यसै राखेर आज तपाईँ सदन चलाइराख्नु भएको छ। सभामुख महोदय, तपाईले मनमा हेक्का राख्नुपर्छ। यदि त्यो संसद भवन नजलेको भए के हुन्थ्यो? आज तपाईले यो सिट व्यवस्थापन गर्न सक्नुभयो? यहाँ तपाईँ हेर्नुहोस्, तपाईले 5 कक्षाका 6 कक्षाका विद्यार्थी जस्तो बसेको छ। मलाई के लाग्छ भने तपाईहरुलाई काम गर्नु बहुत हुटुटी छ। काम गर्नुस्, मुलुक बनाउनुस्। तपाईहरु जनताले अघि मत दिएकै छ, तर एउटा कुरो मनमा हेक्का राख्नुपर्ने जरुरी छ। तपाईको यत्रो लोकतन्त्रमा विश्वास राख्ने, यत्रो जनवादबाट आएको तपाईहरु सबैभन्दा शक्तिशाली पार्टीले एउटा प्रधानमन्त्रीलाई पनि सदनमा उपस्थित नगर्नु तपाईहरुको निरीह हो कि होइन? तपाईहरुको निरीह होइन? प्रधानमन्त्री ती बसिराख्नु भएको छ, तपाईहरुले उहाँलाई डाक्न पर्थ्यो। यदि तपाईहरुलाई म आग्रह गर्छु, निवेदन गर्न चाहन्छु, तपाईहरुको पार्टीलाई व्यवस्थित ढङ्गले, राम्रो ढङ्गले लाने भने प्रधानमन्त्रीलाई समदस्य दिए मूल्य मान्यताको आधारमा प्रधानमन्त्रीलाई उपस्थित गराउनु पर्थ्यो नि। खै प्रधानमन्त्री र यति मात्रै नभएर ठिकै छ, तपाईले कार्यसूची चेन्ज गर्नुभयो, खोइ उप प्रधानमन्त्री कहाँ जानुभयो? कति तपाईहरुले जनताबाट चुनिएका सदस्य, प्रतिनिधि सदस्य, एमपीहरूलाई हेप्नु भएको। तपाईँ नहेप्नुहोस्, हेप्यो भने के हुन्छ? त्यसको नचिता राम्रो आउँदैन। त्यसैले गर्दा म सभामुख मार्फत निवेदन गर्न चाहन्छु, तपाईको अर्थमन्त्री चाहियो यहाँ। न मैले कसरी बोलौँ, कसलाई कुरा राखौँ? पुराना मान्य थोरै हुनुहुन्छ, उहाँले भनिसक्नुभयो। नयाँ आएको मान्यज्यूहरू हामीलाई तिमीहरू नियमावली पढा है, तिमीहरू चाहिँ संविधान पढा भनेर निर्देशन दिँदै हुनुहुन्छ। म तपाईहरुलाई भन्न चाहन्छु, हामीले पनि हिजो पनि जनताको सेवा गरेर आएको,
हामी कतै जागिर खाएर कतै एनजिओमा काम गरेर आएको होइन। हामीले हिजो पनि लगातार रूपमा जनताको सेवा गर्दै आएको। यो लोकतन्त्र कसले ल्यायो? यो गणतन्त्र कसले ल्यायो? आज हामीले बनाएको बाटोमा तपाईँहरू झन्डा फहराएर हिँड्दै हुनुहुन्छ नि। हामीले लिएको लोकतन्त्रमा दमदार तपाईँहरू भाषण गर्दै हुनुहुन्छ नि। यो प्रजातन्त्रको निम्ति कसले अनुमतिमा सङ्घर्ष गर्यो? त्यो हामीले गरेको होइन। हामीले लिएको लोकतन्त्र, हामीले लिएको प्रजातन्त्र गणतन्त्रमा तपाईँहरूले ठुलो कुरा गर्नु सुहाउँदैन। मान्यज्यूहरूलाई म यो अनुरोध गर्छु। यसपछि सभामुख महोदय, मलाई अलिक टाइम दिनु निवेदन गर्छु। तपाईँले हामीसँगै हिजो मन्त्री पनि थियौँ। तपाईँले भन्नुभएको थियो मान्य राजनाथजी तपाईँलाई म सहयोग गर्छु भन्नुहुन्थ्यो। खोइ त सहयोग आज तपाईँले यो काट्न पाउनुहुँदैन मान्छे। म उठ्थेँ यहाँबाट जान्न। ल उपा पर्दा त्यो सोडिम वाकले नरहेछ म यहाँबाट छोडिदिनु। ल तपाईँ के गर्नुहुन्छ? तपाईँ काट्ने, तपाईँ हेप्ने, तपाईँ कसरी हेप्नुहुन्छ? ल हेर्नुहोस् त, म यहाँबाट जान्न। ल के गर्नुहुन्छ? ल गएको छैन लाइन? ल होइन काटेको। मान्य सदस्य बोल्नुहोस्। मलाई अलिक भयो कि। त्यसैले गर्दा म भन्न चाहन्छु, यो नीति र कार्यक्रम कसले लेख्यो? मलाई लाग्छ हाम्रो मन्त्रीहरू के अरे हाम्रो सरकार र नयाँ पार्टीका साथीहरू चाहिँ ऋणी हुनुभएछ। अनि यो लेख्ने चाहिँ जो मुख्य सचिव लगायत साहु भएछ भन्ने मलाई मनमा सम्झना छ। फेरि अर्को कुरो, तपाईँले हरेक कुरोमा नयाँ भन्नुभयो। आमामामा कस्तो नयाँ! अस्ति साथीहरू बुरुक बुरुक उफ्रिन्छ नयाँ ढङ्गले, हरेक कुरो नयाँ छ तपाईँहरूसँग। तर यो लेखनमा नयाँ हुनु पर्थ्यो। मलाई लाग्छ हिजो हाम्रो पार्टी अध्यक्ष श्रद्धेय केपी ओली शर्माको पालामा लेखिएकै त्यही लगातार छ त। के भयो यस्तो? अरू कुरो चाहिँ बेठिक भन्ने, त्यो चाहिँ कसरी तपाईँले डुप्लिकेट गर्नुभयो? यसको जवाफ चाहिन्छ चाहिँदैन? हामीलाई जवाफ चाहिन्छ। सभामुख महोदय, मान्य सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्। त्यसो गर्ने मिल्दैन सभामुख महोदय। तपाईँलाई म निवेदन गर्न चाहन्छु, मलाई टाइम दिनु पऱ्यो नि त। तपाईँहरू हेपेकै जाने हेप्न मिल्छ यहाँ यो सदनमा? जनताले चुनेर आएको प्रतिनिधि हो म त। हेर्नुहोस्, तपाईँहरू त एकचोटि होइन नि, म त 3 चोटि आमामा जनताले भारी मत दिएर जिताएको मान्छेले कसरी थोरै बोल्छ? थोरै बोल्न मिल्छ? मिल्दैन। मलाई धनकुटाको जनताले भनिसके तिमीले धनकुटाको बारेमा राम्रो कुरा राख मलाई भनिसकेको बेलामा म थोरै कुरा कसरी राखौँ? मान्य सदस्य, मैले 2 मिनेट बढी समय दिइसकेको छु। अब यसपछि म यो नीति र कार्यक्रमसँग केही कुरा राखौँ कि भन्ने म कुरा राख्न चाहन्छु। अब मलाई के लाग्यो भने तपाईँहरूले भन्नुभयो सबलाई रोजगार दिने, विदेशका साथीहरू आऊ नेपालमा रोजगार पाइन्छ भनेर। तपाईँको कार्यक्रम खोइ? रोजगार दिने कार्यक्रम खोइ तपाईँहरूको? छैन। अघि साथी भन्दै हुन्थ्यो मतदान गर्नु पनि आउनु पर्यो भन्दै हुन्थ्यो। तपाईँले मतदान स्थल नेपालको देख्नु भएको छ? यसो गोठ बनाएर कुनै ठाउँमा मतदान गरेर तपाईँ विदेशमा सक्नुहुन्छ? त्यस्तो हावादारी कुरा गर्न हामीले मिल्दैन। जे छ त्यही वस्तुगत स्थितिमा गर्नु पर्यो। रोजगार खोइ? सभामुख महोदय, रोजगार खोइ त? म तपाईँलाई एउटा आइडिया दिउँ, मान्नुहुन्छ मैले भनेको? एउटा आइडिया तपाईँलाई के दिन्छु भने, अब यो देशमा आर्थिक समृद्धि गर्ने, रोजगार गर्ने भने यसलाई नीतिगत रूपमा वैधानिक रूपमा गाँजा खेता गर्नुपर्छ। म तपाईँहरूलाई बताउन चाहन्छु, पहिला नेपालमा ठमेलमा झोसे भन्ने ठाउँमा गाँजा र खाना अमेरिकाबाट हिप्पीहरू धेरैजना मान्छे आउँथे। अनि 2008 सालमा कृषि मन्त्री सूर्यप्रसाद उपाध्यायले सबलाई गाँजा लाउनु अपिल पनि गरेको थियो। 2033 सालमा बन्द भएको छ। अब तपाईँ आर्थिक समृद्धि गर्ने भने यो नेपालको एकमात्र गाँजा खेती हो। यो गाँजा खेतीको बारेमा मान्छेलाई धेरै भ्रम छ। हामीले अपिल गर्नु पर्यो, हामीले भन्नु पर्यो। के भन्नु पर्यो भने यसबाट यो मेडिसिन छ नि, मेडिसिनमा चाहिँ हामी के अरे 99% चाहिँ यसमा लागु हुन्छ। यो गाँजा खेतीबाट तपाईँ कपडा पनि बुनिन्छ। त्यसको साथसाथै यो गाँजा खेतीबाट सेन्ट हुन्छ नि, अहिले हामीले लाउने सेन्ट पनि बन्न सक्छ, यसको तरकारी पनि हुन्छ, अचार पनि हुनसक्छ। योबाट चाहिँ मेडिसिन बन्न सक्छ। र यसलाई हामीले विधिगत रूपमा वैधानिक दियौँ भने नेपालको आर्थिक समृद्धिको बाटो धेरै मान्छेले रोजगार पनि पाउने व्यवस्था गर्न सकिन्छ। यो बाटोको भने यो उपयुक्त हुन्छ। यसलाई अब यसचोटि विधिगत रूपमा तपाईँको कार्यक्रममा नीतिमा ल्याउनु भयो भने हामी सरलाई अगाडि बढ्न सक्छौँ। यसको उदाहरण म दिन चाहन्छु। आज धनकुटा जिल्लामा, मान्य सदस्य आफ्नो भनाइ छुट्याउनुहोस्। धनकुटा जिल्लामा सबैजना मान्छेको जनताको इन्कम बढेको छ, सबैजना मान्छे धनी छ। उसको गोजीमा एकजनाको व्यक्ति हो न 20वटा 30वटा हात्ती हुन्छ। हेर्नुहोस्, त्यो
त्यो एउटा गाँजा खेती हो। गाँजा खेती अहिले वैधानिक भयो नि, अवैधानिक जनताले लगिरहेछन्। यसलाई वैधानिक बनाउने वातावरणको निम्ति म अपिल गर्न चाहन्छु। यसको साथसाथै म सभामुख मार्फत भन्न चाहन्छु, तम्बुर जलाशय खै तपाईँहरूको नीतिमा कार्यक्रममा त्यहाँ दिनमा मान्छेले 5,000 चाहिँ रोजगार पाउँछ। त्यसको साथसाथै 762 मेगावाट बत्ती उत्पादन हुन्छ। त्यसै गरिकन झापा, मोरङ, सुनसरी सिँचाइको व्यवस्था हुन्छ। त्यतातिर तपाईँहरूको ध्यान खोइ नयाँ नयाँ भन्ने ध्यान चाहिँ खालि पुरानोमा गएर हुन्छ। मान्यज्यूहरू, सभामुख महोदय, यसो गर्दाखेरि उपयुक्त हुन्छ, यो वातावरण जानुपर्छ भन्ने म सभामुख मार्फत यो सदनमा निवेदन गर्न चाहन्छु। अब मलाई 5 मिनट समय दिनुहोस् सभामुख महोदय, केही हुँदैन। सभामुख महोदय, मान्य सदस्य, मैले मान्य सदस्यलाई 5 मिनट बढी समय दिइ नै सकेँ, हजुरले माग्नुभन्दा अगाडि नै। सभामुख महोदय, मान्य सदस्यले अब 1 मिनटमा आफ्नो कुरा सक्नुहोस्। म एउटा कुरा राख्न चाहन्छु। मेरो अर्को त राय छ नि त, खोइ त हाम्रो उपप्रधानमन्त्री चाहियो नि त, कसरी यो छोडौँ? मैले धनकुटाको जनताले मलाई भनिरहेको छ, तिमीले त्यो रोस्टममा उभिएर तिमीले संसदको नियम पालना गर, संविधान पालना गर, कार्यान्वयन गर भन्ने बेला यो मञ्च मैले कसरी छोड्नु? सभामुख महोदय, ती जनताले त्यत्रो मत मलाई दिएको छ, डाक्न पर्यो उहाँलाई। डाकेर प्रधानमन्त्री डाक्न सक्नु भएन, तपाईँहरू कमजोर हो, यसमा दुविधै छैन। तपाईँले जुन जुन बहना बनाए पनि जे भए पनि तपाईँहरूलाई प्रधानमन्त्रीले टेरेन, त्यो त क्लियर, यसमा दुविधै छैन। तर एउटा कुरो म तपाईँहरूलाई के भन्न चाहन्छु भने, अब यति भनिराख्दाखेरि अब 5 मिनट समय दिउँ त सभामुख महोदय, के हुन्छ? केही हुन्न। मान्य सदस्य, मैले मान्य सदस्यले भनेपछि पनि 1 मिनट समय दिइसकेँ। मान्य सदस्यले भर्खरै रोस्टमबाट भने जस्तै धनकुटाको जनताले यहाँलाई नीति नियम सङ्गत गर्नु भने अनुसार मैले सभामुखले दिएको समयभन्दा पनि 6 मिनट बढी दिइसकेको हुनाले यहाँको समय सकिएको छ। मान्य सदस्य, अब सभामुख एउटा निवेदन गर्नु पर्यो, नयाँ मान्नेहरूले ताली बजाउनु जरुरी छैन, पछि तपाईँहरूले यो चाल पाउनु छ। यो रोस्टरमा पछि अर्कोचोटि नि, अहिले ठिकै छ कि? ल सभामुख महोदय, मैले तपाईँको कुरा माने, तर यसमा मेरो थुप्रै रिजर्भेसन छ। धन्यवाद छ।